प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै हनुमाननगर कंकालिनी नगरपालिका स्थित वडा नम्बर 13 मा रहेको गोबरगाढाको ग्राउन्ड जिरो रिपोर्टका लागि हामी त्यसतर्फ प्रस्थान गर्दैछौँ। हामीसँग नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी समेतको संयुक्त टोली रहेको छ। अहिले हामी डुङ्गामा सवार भएर निस्केका छौँ। हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर 13 स्थित गोबरगाढा जाने क्रममा छौँ हामी। कोसीको भङ्गालोले घेरिएको गोबरगाढामा निर्वाचनको तयारी, निर्वाचनको अवस्था, मतदाताको उत्साहबारे भिडियोमा हामीले यहाँहरूमाझ सामग्रीहरू लिएर आएका छौँ। यो कोसीको दोस्रो कोसी भनौँ न। हामी गोबरगाढा जाने क्रममा यहाँ नेपाली सेना, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाल प्रहरी समेतको संयुक्त सुरक्षा टोली गोबरगाढाको लागि चाहिँ प्रस्थान गरिरहेको र हामी पनि त्यो टोलीमा सहभागी भएर रिपोर्टिङ चाहिँ गरिरहेछौँ। हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर 13 गोबरगाढा जाने क्रममा छौँ हामी र अहिले एउटा कोसी तरेर अर्को कोसीमा आएका छौँ र हामी चाहिँ सुरक्षाकर्मीहरूको टिममा रिपोर्टिङ गर्न गइराखेका छौँ। हाम्रो सुरक्षाकर्मी टिममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, निर्वाचन प्रहरी समेतको टोली रहेको छ। यहाँहरू हेर्दै हुनुहुन्छ यो कोसीमा नाउ चलिरहेको छ र हामी पनि यही नाउमा चढेर पार गर्छौँ। यो दोस्रो पटक नाउमा चढेर पार गर्छौँ। एक पटक नाउ चढेर हामी तरेर केही छिन हिँडेर फेरि अर्को नाउमा चढ्नलाई तयार भइरहेको अवस्था छ। यो दोस्रो ठाउँमा कोसी तरिसकेपछि सुरक्षाकर्मी गस्ती गर्दै गोबरगाढातर्फ लाग्नु भएको छ र साथमा हामी पनि छौँ। चारैतिर कोसी नदीले घेरिएको कोसीको भङ्गालो बीचमा रहेको गोबरगाढा पुग्ने क्रममा छौँ हामी। यहाँका स्थानीयहरू दाउरा लिन यो कोसीमा दैनिक आउने गर्छन्। यहाँहरू दाउरा बटुलेर लान्छन् यो कोसीमा। यो कोसीमा हामी छौँ। यो भैँसी यहाँहरू हेरिराख्नु भएको छ। यो गोबरगाढाकै हो र कतिपय भैँसीको गलामा चाहिँ घन्टी लगाइएको छ र त्यो घन्टीको आवाज पनि यहाँहरू सुनिराख्नु होला। गोबरगाढाको यात्रा विकट भनिए पनि यहाँ खेती पनि राम्रै हुन्छ। दृश्यहरू रमाइलो छ। यो गोबरगाढाको स्कुल हो। यही मतदान केन्द्र पनि रहेको छ। घर एहिठाम गोबरगाढे एहिठमा उम्मेदवार सब प्रचार करे कते आबै छै? सर नहीं एलिए अखन तक एकोटा उम्मीदवार तो उम्मीदवारे नहीं ले तो अहाँ सबके जानकारी छै जे चुनाव छियै? हाँ जानकारी छै। क्या कते चुनाव छियै? 21 का शायद 21 का। अहाँ सबके समस्या की सब छै? समस्या देखे छै या एवर घर है या कोसी पर छै, धार में छै, दिक्कत यह सब छै। और कथी की छै एतना जे छै सुविधा जे छै से कथी छै हमरा सबके? एहिमे गुजर करै छी, खटै छी, रहै छी, कुछो होला। चुनाव में मतदान करे ला तैयार छी? हाँ एकदम।
घर गोबरगढ़े गोबरगढ़ा की छै एहिठुमाके समस्या सब? एहिठिनाके समस्या सर सब जे छै छेबे केलै, ठीके छै। हमरा आरके जे छै एना खेती बाड़ीमे लागल छी, अपन जे छै जकरा जतऽ छै मतदाता ओतऽ देतै। अहाँ सबके बस्तीमे उम्मीदवार सब चुनाव प्रचार करै लए आबै छै कि नहि? नहि, बाहरसँ नहि आबैए। कोनो उम्मीदवार एखन तक नहि आयल छै? नहि कोनो पार्टीके उम्मीदवार नहि नहि प्रचार करै लए? नहीं, प्रचार तो प्रचारे करै लए उम्मीदवार नहीं एले तो अहाँ सब भोट केकरा देबै? अहिले हामी गोबरगाडाको मतदान स्थलमा छौँ र यहाँ सुरक्षाकर्मीहरूको टोली मतदान स्थलको वरिपरि सुरक्षा जाँच गरिराख्नु भएको छ र यो आधारभूत विद्यालय गोबरगाडा हो र मतदान केन्द्र यहीँनिर छ। हामी अहिले मतदान केन्द्र यहाँहरूलाई देखाइराखेका छौँ। अपना शांति दे सदा। कोनो समस्या हमरा आरके जे एहिठाम तऽ हर चीजके समस्या छै, समस्याके समाधान कोई नहीं कए सकै। गोबरगाडा बस्तीमा यो घरहरू र यता सुरक्षाकर्मीहरू निर्वाचनको लागि सुरक्षामा खटिनु भएको छ। यो घरहरू यहाँहरू हेरिरहनु भएको छ। की नाम भेलाक? छोटकी सदा छोटकी छदा की छै या बाढ़ि पीड़ित हमरो के घर अंगना में ढुकै छै, जहाँ ताकतै तकरे दिस देबै, और कुछो जे सुविधा करतै तकरे न देबै भोट। यो बस्तीमा विद्युत जरानको प्रयास भएको थियो तर सफल हुन सकेन। यो परालको कुन्युमा विद्युतको ट्रान्सफर्मर फालिएको छ। जे काम करते जे समय पर देखते ओकरे देखा पड़ते ना। और इतना समस्या बेसी बाढ़ि पानि के बेसी रहे छै समस्या। इतना डगर बात नहीं छै कि छै तोरा और कोई स्कूल स्वास्थ्य चौकी स्कूल कोई समस्या छै, बाल बच्चा पढ़ाई लिखाई में कनी नहीं जा रहल छै, पछा पड़ल छै। सप्तरी निर्वाचन क्षेत्र नंबर 1 अंतर्गत पर्ने गोबरगाडामा एक मात्र मतदान स्थल रहेको छ। यहाँ महिला 297 र पुरुष 451 गरी कुल 748 मतदाता रहेका छन्। चारैतिर कोशीको भङ्गालो र भारतीय सीमासँग जोडिएकाले यो मतदान स्थल अति संवेदनशील सूचीमा राखिएको छ। त्यसैले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको संयुक्त गस्ती टोली डुङ्गा चढेर गाउँ पुग्दै नियमित सुरक्षा निगरानी बढाइरहेको राजविराज स्थित बरखगनका गणपति प्रमुख सेनानी शोभित बहादुर चन्दले जानकारी दिनुभयो। वर्षेनी डुबान र आवत जावत, शिक्षा, स्वास्थ्य गोबरगाडावासीको मुख्य समस्या हो। तर उहाँहरूको समस्या सुन्न अहिलेसम्म कुनै पनि उम्मेदवार गाउँमा आएका छैनन्। दुई ठाउँमा डुङ्गा चढेर नदी तर्नु अनि लामो पैदल यात्रा गर्नुपर्ने बाध्यताकै कारण कुनै उम्मेदवार गाउँमा नपाए पनि मतदाता भने मतदान गर्न उत्साहित देखिएका छन्। गोबरगाडाको ग्राउन्ड जिरोबाट तयार पारिएको यो रिपोर्ट।